हेलो एभ्रिवान, दाङदेखि कैची धामको ब्लग। हामी चाहिँ यति बेलासम्म मैनानगर पुगिसकेका थियौँ। त्यसपछि हामीले इन्डिया गेट क्रस गऱ्यौँ। यो चाहिँ हाम्रो महाकाली नदी आधी जति चाहिँ हाम्रो इन्डियाले लगिसकेको रहेछ। अनि त्यहाँ भैयाले भन्दै हुनुहुन्थ्यो कि आधी उता इन्डियामा बग्छ, आधी हाम्रो नेपालमा बग्छ भनेर भन्दै हुनुहुन्थ्यो। यो चाहिँ एकदमै ठुलो भन्दा पनि ठुलो नै रहेछ भनौँ। त्यहाँको लोकलहरू चाहिँ यहीँबाट जानु हुँदो रहेछ। अनि त्यसपछि यो चाहिँ हामी बोर्डर क्रस गरेर यता बनबासा आयौँ। बनबासादेखि यता नैनीताल पुग्ने बेलाको बाटोको भ्यू हो यो चाहिँ। यति राम्रो थियो नैनीताल कस्तो छ भने हाम्रो पहाड जस्तै छ। अनि त्यसपछि हामी यता नैनीताल पुग्यौँ। समथिङ कति घन्टा लाग्यो, उता बनबासादेखि हामी डाइरेक्ट नैनीताल पुगेको थियौँ। त्यसपछि यो चाहिँ हामीले चेकिङ गरेको रुम। यो चाहिँ हामी गयौँ फर्स्टमा स्कुटी रेन्टमा लिएर गोलु देवता मन्दिर। अनि यो चाहिँ गोलु देवता मन्दिर हो। यहाँ चाहिँ यति राम्रो कुरै छोडिदिउँ। त्यसपछि हामी गयौँ त्यहाँको टी गार्डन पनि मलाई एकदम मन परेको थियो। त्यहाँ चाहिँ फोटो सेसनहरू यताउता भइरहेको थियो। हामीले एक दुईवटा पिक्चर लिएर निस्क्यौँ। त्यसपछि यो चाहिँ कुन ताल हो एक्ज्याक्ट थाहा छैन मलाई। अनि तर राम्रो थियो यो ताल पनि, नैनीतालभन्दा अलिकति टाढा थियो। अनि यो चाहिँ नैनीताल भयो मेन भनेको। यो नैनीतालमा चाहिँ हामीले बोटिङ गरेको थियौँ। फुल बोटिङ गरेको 450 थियो, हाफ बोटिङ गरेको चाहिँ समथिङ 350 थियो। हामीले चाहिँ हाफ बोटिङ गरेको थियौँ। हामीसँग एकदम धेरै टाइम, एकदम कम टाइम थियो, त्यही भएर सरी ल, बिचमा मिस्टेक भइरहेछ। त्यसपछि हामी गयौँ मा नैना देवी मन्दिर। त्यसपछि गयौँ हामी मल रोड। यति राम्रो यो मल रोड के कुरै छोडिदिनु के, लाइक हाम्रो यताको ठमेल जस्तै भनौँ न, नेपालको ठमेल जस्तै। यति राम्रो मलाई त यति मन परेको थियो, कुरै छोडिदिनु। अनि नेक्स्ट डे हामी कैची धाम गयौँ। यो चाहिँ हाम्रो कैची धाम बाबाले बोलाउनु भएर हामी त्यहाँसम्म पुग्ने अवसर पायौँ। आशा छ फेरि पनि हामीलाई कैची धाम बाबाले बोलाउनु हुनेछ भनेर। थ्याङ्क यू एभ्रिवान। यो चाहिँ मेरो छोटो मिठो भ्लग। बाई।